यातायातको मेन अफिस भनेको डिपार्टमेन्ट अफ ट्रान्सपोर्ट म्यानेजमेन्ट मिन भवन काठमाडौँ। नम्बर सहित दिएको 0145744921। पोखरामा जान्छौँ हामी। पोखरामा पोखराकै यातायात छ। ट्रान्सपोर्ट म्यानेजमेन्ट अफिस गण्डकी लाइसेन्स। त्यसपछि धरानमा छैन, इटरीमा छ एकैचोटि। इटरीमा पनि छ यातायात तपाईँलाई। ट्रान्सपोर्ट म्यानेजमेन्ट अफिस कोशी इटरी। अहिले चाहिँ इटरीको यातायात कार्यालय चाहिँ खनारमा सरेको छ है त। खनारमा सरेको छ। अनि तपाईँको ट्रायल दिने ठाउँ चाहिँ यता बाँसबारीमा छ। ल विराटनगरमा पनि छ यातायात अर्को यातायात ट्रान्सपोर्ट म्यानेजमेन्ट सर्भिस सेन्टर विराटनगर मोरङ। त्यसै गरी अब यता बिर्तामोडमा पनि छ एउटा यातायात। नमस्कार सबैलाई। आज चाहिँ म नेपालमा कतिवटा यातायात छ र कुन कुन ठाउँमा छ र ट्रायल कहाँ कहाँदेखि दिन सकिन्छ भन्ने बारेमा भिडियो बनाउन गइरहेको छु। यहाँ यातायात कार्यालयको अफिसियल वेबसाइटमा यो गुगल म्यापमा हालेको छ नेपालको कुन ठाउँमा यातायात छ र त्यसको फोन नम्बर सहित राखिएको छ र यातायात कुन ठाउँमा छ, यातायातको नाम, त्यसै गरी सबै फोन नम्बर डिटेलमा राखिएको छ। यहाँ सुरु गरौँ है त। अब सबैभन्दा सुरुमा त पश्चिमबाट स्टार्ट गरौँ। नेपालको यातायात। ल सबभन्दा सुरुमा छ एउटा यातायात यहाँ। त्यसको नाम छ कञ्चनपुर महेन्द्रनगर यातायात। यहाँ चाहिँ फोन नम्बर दिएको छैन। ट्रान्सपोर्ट म्यानेजमेन्ट अफिस महाकाली भनेर दिएको छ कञ्चनपुर महेन्द्रनगरमा। त्यसै गरी अर्को छ। त्यसै गरी यहाँ अर्को रहेको छ ट्रान्सपोर्ट म्यानेजमेन्ट अफिस सेती धनगढी कैलालीमा पनि छ। यहाँ नम्बर सहित दिएको छ 9858422443 भनेर दिएको छ। त्यसै गरी यसकै थोरै माथि छ भेहिकल फिटनेस सेन्टर अतरिया भनेर दिएको छ। यहाँ मोबाइल नम्बर सहित दिएको छ। यता वेबसाइट पनि दिएको छ। त्यसै गरी अर्को छ यहाँ ट्रान्सपोर्ट म्यानेजमेन्ट अफिस डडेलधुरा। डडेलधुरामा पनि ट्रान्सपोर्ट म्यानेजमेन्ट अफिस छ। तपाईँहरूले डडेलधुरामा हुनुहुन्छ भने पनि सजिलो हो। त्यसै गरी यहाँ छ अर्को ट्रान्सपोर्ट म्यानेजमेन्ट सर्भिस सेन्टर डोटीमा छ। मोबाइल नम्बर सहित दिएको छ। अनि त्यसै गरी अर्को छ यसैको साइडमा ट्रान्सपोर्ट सेम छ डोटी। अब हामी त्यसै गरी अब हामी यहाँ हेरौँ है त। कर्णाली प्रदेशमा छ। यहाँ दिएको छ ट्रान्सपोर्ट म्यानेजमेन्ट अफिस कर्णाली। जुम्ला कर्णालीमा पनि यातायात छ। तपाईँ यदि जुम्लामा हुनुहुन्छ भने यो यातायातमा जान सक्नुहुन्छ। तपाईँहरूको सजिलोको लागि छ। वेबसाइट पनि दिएको छ। त्यसै गरी यदि तपाईँ यही एरियामा हुनुहुन्छ भने ट्रान्सपोर्ट म्यानेजमेन्ट अफिस कर्णाली जुम्ला कर्णालीमा जान सक्नुहुन्छ। त्यसै गरी यहाँ छ ट्रान्सपोर्ट म्यानेजमेन्ट अफिस सर्भिस सेन्टर रुकुममा पनि छ सर्भिस सेन्टर। त्यसै गरी अर्कोमा छ सुर्खेतमा छ। सुर्खेतमा पनि छ अर्को यातायात। सुर्खेत वीरेन्द्रनगरमा हुनुहुन्छ भने तपाईँ यो यातायात कार्यालयमा जान सक्नुहुन्छ। त्यसै गरी अब लुम्बिनी प्रदेशमा जाऊँ हामी। तपाईँ लुम्बिनी प्रदेशमा हुनुहुन्छ भने तपाईँको लागि कुन एरिया सुइटेबल छ है त हेरौँ। यहाँ सबभन्दा सुरुमा यहाँ हेरौँ। यो एरियामा हुनुहुन्छ भने ट्रान्सपोर्ट म्यानेजमेन्ट अफिस नेपालगञ्ज 18 बाँकेमा हुनुहुन्छ भने यो यातायातमा जान सक्नुहुन्छ। त्यसै गरी अर्को छ यहाँ ट्रान्सपोर्ट म्यानेजमेन्ट सर्भिस अफिस बालुवाङ दाङमा हुनुहुन्छ भने यो लोकेसनमा जान सक्नुहुन्छ। अब त्यसै गरी थोरै हो र यता हल्का जुम गरौँ। बुटवलमा हुनुहुन्छ भने तपाईँलाई कुन ठाउँ सुइटेबल छ है, तपाईँलाई कुन ठाउँ ठिक हुन्छ। बुटवलमा छ एउटा यातायात ट्रान्सपोर्ट म्यानेजमेन्ट अफिस लुम्बिनी बुटवल छ। सेम भइहाल्यो यो यहाँ चाहिँ रूपन्देहीको छ है भेहिकल फिटनेस सेन्टर बुटवल रूपन्देही। त्यसै गरी सिद्धार्थनगरमा पनि छ डिपार्टमेन्ट अफ ट्रान्सपोर्ट म्यानेजमेन्ट भैरवा रूपन्देही। सिद्धार्थनगरमा छ भने यो एरियामा जान सक्नुहुन्छ। यति तपाईँको अब यहाँ गुगल म्यापमा हेरेपछि धेरै सजिलो हुन्छ। अब कुन यति एरियामा हुनुहुन्छ भने यति एरियाकोले यो लोकेसन हेरेर नजिक जान सक्नुहुन्छ। तानसेनमा हुनुहुन्छ भने तपाईँको लागि यो पाल्पाको लाइसेन्स यातायात कार्यालय ठिक छ। अब हामी त्यसै गरी यो पोखरामा जान्छौँ हामी। पोखरामा पोखराकै यातायात छ ट्रान्सपोर्ट म्यानेजमेन्ट अफिस गण्डकी लाइसेन्स यहाँ छ। त्यसै गरी बागलुङमा पनि छ अर्को ट्रान्सपोर्ट म्यानेजमेन्ट अफिस बागलुङ नगरपालिका 2 नम्बर वार्डमा छ। मोबाइल नम्बर सहित दिएको छ यहाँ पनि। त्यसै गरी तनहुँको लागि पनि यहाँ फाल्टै छ यातायात कार्यालय। हल्का जुम गरेर कास्की पोखरा भयो। तनहुँको लागि डुम्रेमा यातायात छ ट्रान्सपोर्ट म्यानेजमेन्ट सर्भिस सेन्टर डुम्रे। यहाँ डुम्रेको लागि दिएको छैन। अब हामी जान्छौँ ट्रान्सपोर्ट म्यानेजमेन्ट अफिस बर्दघाट सुस्ता पूर्व कावासतीमा चाहिँ बकाइदा नम्बर पनि दिएको छ। यसको लोकेसन चाहिँ यहाँ छ। ठ्याक्कै तपाईँ हेर्न सक्नुहुन्छ कहाँ छ भनेर। अझ जुम गरेर हेऱ्यो भने नवलपरासी डिस्ट्रिक्टमा छ कावासती यातायात। अब त्यसै गरी हामी यहाँ काठमाडौँको हेर्छौँ।
काठमाडौँमा धेरैवटा छ यातायात। काठमाडौँमा छ यहाँ सबभन्दा सुरुमा भरतपुरको छ। भरतपुरमा हेर्छौँ, भरतपुरमा आफ्नै यातायात छ, ट्रान्सपोर्ट म्यानेजमेन्ट सर्भिस सेन्टर भरतपुर। त्यसै गरी हेटौँडा, हेटौँडामा कतिवटा छ यातायात? हेटौँडामा कतिवटा यातायात छ? एउटा छ। ट्रान्सपोर्ट म्यानेजमेन्ट सर्भिस सेन्टर बागमती प्रोभिन्सको लागि कुन कुन छ? हेटौँडामा छ एउटा ट्रान्सपोर्ट म्यानेजमेन्ट सर्भिस सेन्टर बागमती प्रोभिन्स थाना भर्याङ हेटौँडा। यहाँ चाहिँ मोबाइल सहित लेखिएको छ। ट्रान्सपोर्ट म्यानेजमेन्ट सर्भिस सेन्टर बागमती प्रोभिन्सको लागि थाना भर्याङ हेटौँडामा छ। यहाँ चाहिँ नम्बर सहित दिएको छ। त्यसै गरी अब हामी काठमाडौँमा जाउँ। अब काठमाडौँमा चाहिँ अलिक बढी नै धेरै नै छ यातायातहरू। हल्का जुम आउट गरौँ। चन्द्रगिरीको नजिकै रहेको छ एउटा यातायात ट्रान्सपोर्ट म्यानेजमेन्ट अफिस मोटरसाइकल बागमती गुर्जुधारा चन्द्रगिरी नगरपालिका नम्बर सहित दिएको छ 0143123111 नम्बर सहित दिएको छ। गुर्जुधारामा जान चाहनुहुन्छ भने यो लोकेसनमा छ। ललितपुरमा रहेको छ ट्रान्सपोर्ट म्यानेजमेन्ट अफिस ठुला एकान्त कुना ट्रान्सपोर्ट म्यानेजमेन्ट अफिस। यहाँ एकान्त कुना छ। एकान्त कुनाको लागि एकान्तमै ट्रान्सपोर्ट म्यानेजमेन्ट अफिस छ। हल्का जुम आउट गरिदिन्छु, पछि तपाईँले यो भिडियो हेरेर जानुभयो भने नि सजिलो हुन्छ। यहाँ एकान्त कुनाको लागि यहाँ कुसुन्ती सातो बाटो नजिकै रहेको छ, हेर्न सक्नुहुन्छ। यहाँ तपाईँले सजिलो हुन्छ। ललितपुरबाट यो बाटो आएर ठ्याक्क एकान्त कुनाको यहाँ। त्यसै गरी अब कालीमाटी नजिकै रहेको हेर्छौँ है त, भेकल फिटनेस सेन्टर टेकु काठमाडौँ। अब यहाँ त्यसै गरी हाम्रो अर्को छ सानो भर्याङमा रहेको यातायात छ ट्रान्सपोर्ट म्यानेजमेन्ट अफिस ड्राइभिङ लाइसेन्स ठुलो भर्याङ छ यतापट्टि। त्यसपछि यतापट्टि शान्तिनगर स्वयम्भूको छेउमा रहेको सानो भर्याङ ठुलो भर्याङ। त्यसपछि एकैचोटि अब यहाँ हाम्रो चाबेलमा रहेको छ ट्रान्सपोर्ट म्यानेजमेन्ट अफिस चाबेल काठमाडौँ नम्बर सहित दिएको छ 0145695008। तपाईँको यति लोकेसनमा हुनुहुन्छ भने जस्तै चाबेल तिलगङ्गा सिनामङ्गल एयरपोर्ट एरियातिर हुनुहुन्छ भने नि यो चाबेलको यातायात जान सक्नुहुन्छ। यो नेपालभरिको सबैभन्दा ठुलो क्यापिटल अफ यातायातको मेन अफिस भनेको डिपार्टमेन्ट अफ ट्रान्सपोर्ट म्यानेजमेन्ट मिन भवन काठमाडौँ नम्बर सहित दिएको 0145744921। अर्को नम्बर पनि दिएको छ 0145797492 0145744922 चाहिँ सबैको मेन यातायात डिपार्टमेन्ट अफ ट्रान्सपोर्ट म्यानेजमेन्ट मिन भवन काठमाडौँ। तपाईँले यदि लाइसेन्सको लागि फास्ट प्रिन्ट गर्न चाहनुहुन्छ भने नि यही यातायातमा जान सक्नुहुन्छ। मिन भवनमा कहाँ रहेको छ भन्दाखेरि सजिलैसँग यो देख्न सक्नुहुन्छ है त। त्यसै गरी अब यता थोरै यता सरौँ हामी जगटीकै यातायात छ यहाँ। अब डिपार्टमेन्ट अफ ट्रान्सपोर्ट म्यानेजमेन्ट जगटी भक्तपुर। यदि तपाईँ भक्तपुर नजिकै हुनुहुन्छ भने जगटीमा जान सक्नुहुन्छ। जगती सल्लाहघारीमा पनि रहेको छ। ट्रान्सपोर्टेसन म्यानेजमेन्ट सेक्सन अफिस सल्लाहघारीमा पनि छ। त्यसै गरी यहाँ जगटीमा छ, जगतीमा रहेको छ डिपार्टमेन्ट ट्रान्सपोर्ट म्यानेजमेन्ट अफिस जगटी लाइसेन्स नम्बर सहित दिएको छ। अब काठमाडौँको ओभरअल यति हो। हल्का जुम आउट गरेर हेरौँ। अब हामी मध्य प्रदेशमा जाऊँ है त। मध्य प्रदेशमा रहेको छ वीरगन्जमा छ एउटा यातायात ट्रान्सपोर्ट म्यानेजमेन्ट अफिस नारायणी वीरगन्ज एरिया हुनेले यहाँ यो यातायातमा जान सक्नुहुन्छ। त्यसपछि यहाँ रहेको छ अर्को यो एरिया हुनेले यहाँ जान सक्नुहुन्छ। ट्रान्सपोर्ट म्यानेजमेन्ट सर्भिस सेन्टर गौर रौतहाट हुने मान्छेहरूले यहाँ जान सक्नुहुन्छ। रौतहाट हुनेले यो एरियाको लाइसेन्स ट्रान्सपोर्ट म्यानेजमेन्ट अफिसमा यातायात कार्यालयमा जान सक्नुहुन्छ। त्यसै गरी यहाँ छ अर्को हाम्रो यदि तपाईँ बर्दिवासमा हुनुहुन्छ भने तपाईँको लागि चाहिँ ट्रान्सपोर्ट म्यानेजमेन्ट अफिस बर्दिवास महोत्तरी एरिया नजिकै हुनेले यो यातायात जान सक्नुहुन्छ। जनकपुरमा छ अर्को यातायात जनकपुर नजिकै हुनेले यो जनकपुरको यातायात जान सक्नुहुन्छ ट्रान्सपोर्ट म्यानेजमेन्ट अफिस जनकपुर। त्यसपछि अर्को छ लाहानमै छ यहाँ अर्को यातायात लाहानकै ठ्याक्कै यही लोकेसनमा। तपाईँलाई पछि यो यातायातमा जानको लागि सजिलोको लागि हेर्नु यो हाइवेदेखि थोरै भित्र गएपछि यातायात कार्यालय छ। त्यसै गरी अर्को मध्य प्रदेशमा यति नै रहेको छ। ल मध्य प्रदेश सकियो। अब कोशी प्रदेश सबैभन्दा सुरुमै कोशी प्रदेश छिर्ने बित्तिकै यहाँ त्रियुगा गाईघाटमा रहेको छ ट्रान्सपोर्ट म्यानेजमेन्ट सर्भिस अफिस उदयपुर गाईघाटको यातायात हो। हल्का जुम गरिदिन्छु, पछि तपाईँ जानुभयो भने नि यही लोकेसनमा हेर्न सजिलो हुन्छ तपाईँलाई।
ल यो त्यसै गरी अर्को यातायात छ यहाँ धनकुटामा पनि छ प्रदेश नम्बर 1 को यातायात ट्रान्सपोर्ट म्यानेजमेन्ट सर्भिस अफिस धनकुटा। त्यसपछि धरानमा छैन, इटरीमा छ एकैचोटि। इटरीमा पनि छ यातायात तपाईँलाई ट्रान्सपोर्ट म्यानेजमेन्ट अफिस कोशी इटरी। अहिले चाहिँ इटरीको यातायात कार्यालय चाहिँ खनारमा सरेको छ है त, खनारमा सरेको छ। अनि तपाईँको ट्रायल दिने ठाउँ चाहिँ यता बाँसबारीमा छ। ल विराटनगरमा पनि छ यातायात अर्को यातायात ट्रान्सपोर्ट म्यानेजमेन्ट सर्भिस सेन्टर विराटनगर मोरङ। त्यसै गरी अब यता बिर्तामोडमा पनि छ एउटा यातायात ट्रान्सपोर्ट म्यानेजमेन्ट अफिस मेची बिर्तामोड। अर्को पनि छ इलाममा पनि छ। त्यसपछि इलाम एरिया नजिक हुने मान्छेहरूलाई यहाँ इलाममा पनि फाल्टै यातायात छ। ल यहाँ हेर्न सक्नुहुन्छ इलाम ट्रान्सपोर्ट म्यानेजमेन्ट सर्भिस सेन्टर इलाम। इलामको फोन नम्बर सहित दिएको छ। ल यो भयो यातायात कार्यालयहरू। र तपाईँले चाहिँ कुन ठाउँबाट लाइसेन्सको फर्म भर्न मिल्छ हेरौँ है त। यहाँ दिएको छ यो एरियाबाट चाहिँ तपाईँले फर्म भर्न मिल्छ। जस्तै अब तपाईँको बाइकको अब कारको दिनुहुन्छ भने कारको क्लिक गर्ने। अब नजिकै कुन यातायातमा नजिक पर्छ त तपाईँको यहाँ हेरौँ है त। अब कतिवटा यातायात छ कुनबाट दिन मिल्छ। अब तपाईँ ट्रान्सपोर्ट म्यानेजमेन्ट अफिस बागलुङको एरियामा हुन्छ नि यहाँ यो दिन सक्नुहुन्छ। त्यसपछि बर्दिवास, अर्को विराटनगर, यो भयो वीरगञ्ज, अब बिर्तामोड, झापा, रूपन्देही, चाबेल। त्यसपछि ट्रान्सपोर्ट म्यानेजमेन्ट सर्भिस चौरझारा, अर्को चाबेल पछि चाहिँ चौरझारा छ। CHUR चौरझारी अर्को चाबेल पछि छ चौरझारी छ। त्यसपछि छ लगत्तै एकान्त कुनामा पछि छ गाईघाट। त्यसपछि नेपालगञ्ज, पोखरा, राधेराधेबाट दिन सक्नुभयो, बनेपाबाट दिन सक्नुभयो, दाङ राप्तीबाट दिन सक्नुभयो, धनगढीमा छ, डुम्रेमा छ, हेटौडामा छ, इटरीमा छ। त्यसपछि जनकपुर अफिस कार्यालय कलैयामा छ, कञ्चनपुरमा छ, कावासोतीमा छ, खुरकोटमा छ, लानमा छ, सर्लाहीमा छ, सुर्खेत भयो। त्यसपछि ठुलो भर्याङ, डडेलधुरा, धनकुटा, डोटी, इलाम, जुम्ला, नवलपरासी, पाल्पा पछि चितवनमा छ, गौरमा छ, ओखलढुङ्गा, राजविराज। ल अब जस्तै तपाईँको एउटा कुनै भयो त ल कावासोतीमै ल मैले टिक लगाइदिएँ एउटा जस्ट तपाईँलाई सजिलोको लागि। अब यहाँ जान्छु ल मलाई एउटा कारको लाइसेन्सको फर्म भर्नु छ। यो लगइन गरिसकेपछि तपाईँको ड्यासबोर्ड देखाउँछ। यस्तो ड्यासबोर्ड देखाउँछ। त्यसपछि एप्लाई फर एड क्याटेगोरी यदि तपाईँको लाइसेन्स छ भने एप्लाई फर एड क्याटेगोरी देखाउँछ, छैन भने न्यू देखाउँछ। त्यहाँ तपाईँले सबभन्दा सुरुमा यो एप्लाई फर लाइसेन्स अनलाइन लाइसेन्स गर्ने बित्तिकै यो वेबसाइट खुल्छ। अनि तपाईँले मोबाइल नम्बर हाल्नु, मोबाइल नम्बर हालिसकेपछि एउटा क्याप्चा आउँछ, क्याप्चा हाल्नु। त्यसपछि ओटिपी कोड आउँछ, ओटिपी कोड आएपछि ओटिपी हाल्नु। त्यसपछि नागरिकताको डिटेल्स हालेपछि यो खुल्छ तपाईँको। जस्तै यो ड्यासबोर्ड खुल्छ। तपाईँको यदि लाइसेन्स अलरेडी छ भने आफै आउँछ, ठ्याक्कै आइहाल्छ। लाइसेन्सको इन्फर्मेसन हाल्ने बित्तिकै मोबाइल नम्बर हालेपछि आउँछ, छैन भने फर्स्ट टाइम हो भने तपाईँको नागरिकताको डिटेल हाल्ने बित्तिकै आउँछ। त्यसपछि तपाईँले यहाँ जाने एप्लाई क्याटेगोरीमा, अनि त्यसपछि यसमा टिक लगाउने अनि नेक्स्ट गर्ने। जस्तै मलाई मेरो बाइकको छ, अब त्यसै गरी कारको लिन छ यहाँ थिच्ने थोरै तल जाने अनि बागलुङमा ल मैले कुनै ल चाबेलमा गर्ने। अब म तपाईँ कुन डेटमा भ्याउनुहुन्छ त, कुन डेटमा सजिलो हुन्छ। त्यति सिट दिएको हुन्छ, यो डेटमा एउटा सिट छ मतलब मैले यो डेटमा क्लिक गरेँ। त्यसपछि नेक्स्ट गरेर ओके गर्ने बित्तिकै मैले एउटा पिडिएफ पाउँछु। पिडिएफ पाएपछि म त्यही पिडिएफ लिएर यो डेटमा 2025 3 जनवरी मार्च 3 तारिकमा गयो भने त्यहाँ गएर अपोइन्टमेन्ट लिन सक्छु। अब मैले ओके गर्दिनँ किनकि मलाई अहिले चाहिएको छैन लाइसेन्स, त्यही भएर मैले तपाईँलाई जस्ट इन्फर्मेसनको लागि देखाइदिएको हो। ल हजुर आजको लागि यति नै। तपाईँले पनि लाइसेन्स सम्बन्धी केही इन्फर्मेसन लिन चाहनुहुन्छ भने हाम्रो लाइसेन्स नेपाल च्यानललाई सब्स्क्राइब गर्नुहोला।